यहाँ हेर यो 25 पूर्णाङ्कको छ है हेल्थमा यसमा 20 आएको रह एउटा मिस्टेक भनेको एउटा यो मिटर भएको ठाउँमा मिस्टेक छ अरु कहीँ कतै मिस्टेक छैन 5 नम्बर मार्क काट्नु भएको अनि फेरि 4 मार्क यो के हो नेपालीको 44 50 मा 44 मिस्टेक भन्ने कुरो एउटा रहेछ यहाँ भनिन्छ किन भने लेख्न किन भने अगाडि छ एउटा यहाँ स्क्वायरको माथि यस्तो तान्नै बिर्सेछु ए किन बिर्सेको त तान्नलाई चाहिँ मेरो देशको बारेमा 3.5 यो 50 मा 44 आयो अनि म बाहिरको मात्र मार्क हेर्छु ल साइन्समा 50 मा 47 आयो है हाईएस्ट 40 अनि म्याथमा 44 अनि 50 मा 47 सामाजिकमा लाउ 50 मा 22 लेखा छ त नानी 50 मा हैन त्यो तर 25 हो बिर्सिनु भयो क्या म्याम कम्प्युटरमा 22 आयो 50 मा 44 इङ्ग्लिस आयो इङ्ग्लिस 2 मा है सबैभन्दा राम्रो आउँछ त्यसमै लागिरहेको 44 आइदिरहेको 50 मा 44 आउँछ इङ्ग्लिस आइमा 1 मा अनि जम्मा टोटलमा 350 भयो 312 आएछ त्यहाँ माथि फोजी पनि आएन हैन पर्सेन्टेज 89.14 अनि र्याङ्क 17 त्यो जिपिए त पर्सेन्टेज हो त्यो कति धेरै कम्पिटिसन यिनीहरुको कम्पिटिसन उनीहरुकोमा धेरै जानी ट्यालेन्ट विद्यार्थी रहेछ नि त्यही भएर होला कि त्यही भएर त हो त अनि फेरि हामी स्कुल पढ्दा यति मार्क ल्या भयो त फेरि अब तिमी खेल्न जाँदा तिम्रो प्रतिस्पर्धीले 2 नम्बर अगाडि आउने गरी पढिसकेछ तिमी जान्छौ नि भलिबल लिएर त्यही भएर मैले भात खाने थालमा सम्म किताबको अक्षरहरू देख्थे भन्ने पढ्नु पर्छ अनि प्रतिस्पर्धी साह्रै ट्यालेन्ट लिनुस् अझै राम्रो गर्दै जानुस् त्यही पनि म म्यामलाई भन्छु मैले यति राम्रो गर्दा 17 किन आयो भन्दै उफ्रिदै हिँड्नु भएको थियो हैन उहाँ म्यामले के भन्नुभयो कम्पिटिसन धेरै भएर यस्तो भन्नुभयो के ठ्याक्कै त्यो भुन्टी हैन सीता कि सौता जस्तै भएर बसेकी छ अघि ठ्याक्कै सीता कि सौताको नाम के हो खै के थियो नाम